हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज धेरै महिना बाद फेरि मैले ब्लगिङ गरिरहेको छु। अब त्यही सुरु गरौँ भनेर ब्लगिङ गर्नको लागि है। जाडोले गर्दा यस्तो छ, यहाँ चाहिँ टोपी लगाएर बस्नुपर्छ। अहिले चाहिँ हेभी जाडो भइरहेको छ। योपालि डिसेम्बरमा जाडो भएन, त्यो भएर जनवरीमा धेरै जाडो भइरहेको छ यहाँ। मैले चाहिँ पहिला ब्लग बनाउँथेँ है, बिचमा मैले छोडिदिएँ किनकि सब्सक्राइबरहरू नबढेर भ्युजहरू नआएर है। मैले हार खाएर है, अब चाहिँ म हार खाने छुइनँ। म तपाईँहरूको माझमा भिडियोलाई ल्याउने छु, म बन्द गर्ने छैन। अब चाहिँ ब्लगिङ गर्नलाई अब चाहिँ भ्युज नआए पनि सब्सक्राइबर नबढे पनि म चाहिँ भिडियो बनाउनको लागि छोड्ने छुइनँ। ब्लगिङ गर्दा चाहिँ खासमा भने नलजाई है, क्राउड भएको प्लेसमा पनि नलजाई भिडियो बनाउनु पर्ने रहेछ है। तर मलाई चाहिँ अलिकति अक्वर्ड फिलिङ त्यस्तो फिल हुन्छ है, त्यही भएर बनाउन सकेको थिइनँ। अब चाहिँ म बनाउने छु। तपाईहरुले मेरो भिडियोलाई लाइक अनि सेयर गरिदिनुस् होला तपाईलाई मेरो भिडियो मन पर्यो भने। फिलहाल चाहिँ मैले घरमा चाहिँ केकको बिजनेस गर्दैछु है, अनि मेरो आज अर्डर छ, तपाईलाई म बनाएर देखाउने छु। सो स्टे ट्युन। आमाले यहाँ मोमो बनाउनु हुँदैछ। आजको लन्च हाम्रो आटाको मोमो। मलाई सर्दी मन लागेर अहिले मार्कीले गर्दा सबैलाई जाडोले मार्की लागिरहेको छ अनि खाना खानु मन लाग्दैन, त्यो भएर मोमो रेडी भइरहेको छ यहाँ। आमा केही भन्नु चाहनुहुन्छ? आज मार्की लागेर चाहिँ आटाको मोमो बनाएको। आमा छोरी खाली छौँ र लन्चको लागि। म चाहिँ अब केक बनाउँछु। बेसी ठन्डा भएर सर्दी माथि लागेर अब त्यही मोमो खाइदिउँ भनेर नि। म चाहिँ केकको लागि यो क्रिम युज गर्छु।
यहाँ मेरो केक चाहिँ रेडी भइसकेको छ। गाइस मेरो आजको भिडियो चाहिँ यति नै थियो अनि अब हामी अर्को भिडियोमा भेट्नेछौँ। सो त्यति बेलासम्मको लागि चाहिँ बाई बाई अनि टेक केयर एभ्रिवान।